पैसा कमाउन गाह्रो छ। यो पैसाले नाता जोड्छ पनि तोड्छ पनि, नजिकको सम्बन्ध तोड्छ पनि टाढाको सम्बन्ध जोड्छ पनि। पैसाले सबै थोक गर्छ, पैसा छ भने सबै थोक छ, पैसा छैन भने केही छैन, पैसा छैन भने लाइफ बन्द। मेरो घरमा नि यस्तै झाडु लाउने मान्छेको कमी थियो। के गरे? ये फंस गया सीएम। हेलो नमस्ते सबैजनालाई, फेरि पनि मेरो न्यू ब्लगमा स्वागत गर्न चाहन्छु। सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदम आरामै भन्न चाहन्छु। धेरै दिनपछि म स्कुटीमा न्यू ब्लग लिएर आएको छु, सबैजनाले माया गरिदिनु होला। अनि आज चाहिँ मेरो डेलिभरी भनेको तल्लो कलिङसम्मको छ, तल्लो कलिङ र फुलबारीसम्मको। अनि धेरै त छैन, हल्का फुल्का छ, स्कुटीलाई लोड पुगिरहेको छ भन्न चाहन्छु। अनि मैले चाहिँ स्कुटीको भ्लग किन नहालेको भन्दा म चाहिँ धेरै भयो नि त, म बाहिर हिँड्न लगाएको। आजभोलि म बाहिर हिँडिरहेको छु, मार्केटिङ हिँडिरहेको छु, त्यही भएर म स्कुटीको भ्लग बनाएको थिएन। अनि आज धेरै दिनपछि म स्कुटीको भ्लग लिएर आएको छु। कस्तो छ हेरेर सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, पुरानै हुनुहुन्छ भने माया दिनु होला भन्न चाहन्छु। अनि बाटो यस्तै छ, यहाँ भर्खर नाली बनाउन लागेको रहेछ। अनि पहिला यस्तो थिएन, भर्खर नाली बनाउन लागेको रहेछ। अनि बाटोको हालत यस्तै छ। अनि त्यही हो। अनि मेरो यता स्कुटीमा के कमी देख्नु भएको छ भन्दा, यता एउटा लुकिङ ग्लास छैन मेरो चाहिँ। अस्ति नै यो लुकिङ ग्लास फुट्नुको कारण चाहिँ के छ भन्दाखेरि, अस्ति नै मेन रोडमै तरकारी लोड गर्दाखेरि यसो पल्टेको थियो, अनि यहाँको सिसा फुटेछ, त्यहाँबाट निकालिदिएको। अनि एउटा यो लुकिङ ग्लास नहुँदा चाहिँ कस्तो अर्कै देखिँदो रहेछ क्या। अनि यतापट्टि चाहिँ छ मेरो लुकिङ ग्लास, यतापट्टिको छैन। अब मैले त धेरै चलाउँदिनँ, त्यही भएर मैले हालेको पनि छैन। अब साउजी गयो, अब साउले जे गर्छ त्यही तर्छ होइन। अब म त स्कुटी चलायो भने चलाउने हो, नचलायो भने नचलाउने खालको म त। अनि एउटा लुकिङ ग्लास नहुँदा चाहिँ नराम्रै देखिन्छ। अनि अब साउजीले के गर्छन् त्यो त मलाई थाहा भएन, तर मैले चाहिँ हाल्दिनँ, किनकि म आजभोलि स्कुटीमा नि धेरै हिँड्दिनँ नि त, त्यही भएर। अनि त्यही हो। सो मेरो चाहिँ लोकेसन आइसकेको छ, एउटा लोकेसन आइसकेको छ, सामान छोड्ने लोकेसन आइसकेको छ। अप्सरा किन हाँसेको? किन हाँसेको? किन हो यस्तरी हाँसेको? बाबा खोइ र मासु लिन चोचेको कुखुराको किन मलाई खुलाउनलाई हो चोचेको मासु लिन गएको? मलाई खुलाउनलाई मासु लिन गएको? आकाश आउँछ अनि मासु खुलाउनु भनेर हो। तिमीले पनि झाडु लाउनु जानेछौ? हो नि, तिम्रो बाबाले अर्डर दिनुभएको नि, मैले ल्याइदिएको। मान्छे जस्तो चप्पल त्यस्तै। कति राम्रो चप्पल हो, क्युट चप्पल। मान्छे झन् त्यस्तै क्युट। जिस्काउनु पाइन्छ होला कि र अन्त। कति मजाले झाडु लाग्यो कि। मेरो घरमा नि यस्तै झाडु लाउने मान्छेको कमी थियो।
के गरे फेरि सधैँको लागि नि त फेरि एक दुई दिनको नाइ त्यहीँ बस्नु पऱ्यो नि त अनि यसो मम्मीहरूलाई यसो खाना खुवाउनु पऱ्यो खाना बनाएर दोकान त म हेरिदिइहाल्छु नि अनि राख्ने होला के अन्त होइन यो अगाडिको पनि हो हजुर के गरे कसले बाबाले त पैसा दिने त होला नि अनि के बाँकी राख्नुहुन्छ र बाबाले कहिले बाँकी राख्नुहुन्न नि 2710 रुपियाँ लौ यो भाइरल बिस्कुट चाहिँ खाएर भ्याउला तिमीले है मुख धोएन अरे के भन्यौ तिमीले कहाँबाट खान्छौ त नि कति राम्री है 1 2 25 26 27 10 थ्याङ्क यू ठुलो खाले त थाहा भएन नि त अनि मलाई सानो खाले नै हाम्रोमा छैन ठुलो खाले सानै खाले हाम्रोमा हाल्न पाइन्छ के र अन्त हाल्न पाइन्छ के र हेर ल हालिदिन्छु हेर ल अह न न न न न न के गरे फेरि भन त मुख धोएन अरे कति बजे उठेको तिमी भन त घरबाट मुख धुँदै किन आएको तिमीलाई मुख नधोए पनि तिमी यस्तो राम्रो देखियो कि तिमी त अनि राम्री मान्छेलाई त मुख धुन जरुरी नै छैन नि हामी जस्तो काले डढ्नलाई पर्यो जति मुख धोए पनि तिमी जस्तो क्युटी मान्छेलाई त मुख धुनु जरुरी नै छैन नि त नि कस्तो नाइ हो र यस्तो राम्रो छ अनि मुख धुनु जरुरी नै छैन यता हेर त एकचोटि हेर न एकचोटि हेर न ओहो त्यो मुस्कान तिम्रो मुस्कान हेर्न पाउने कस्तो बिल्ला हुने हो र हुन्न गएला बाई बाई टाटा रुँदै बस है र यति त्यो सामान छोडेर यसो बाई गरिदेऊ न त के गरे त्योभन्दा अघि के भन्यौ दाई चाहिँ नभन ल बाई बाई रुँदै बस है मैले चाहिँ एक खामकोमा छोडिसकेँ अब फेरि म कहाँ पुग्छु भन्दाखेरि म तल्लो गलेङ जान्छु तल्लो गलेङ भन्दा पनि तल्लो गलेङ त तल्लो गलेङमै छु अहिले चाहिँ म पुलपारी पुग्छु अनि पुलपारीबाटको म यसो भ्यू तान्छु हल्का फुल्का मिठो छोटो टमाटर लड्कियो यार सलाद डोरी पुगेछ तनाव यो सला यस्तो ठाउँमा फेरि यति तल राखेर मिलाउनु पर्यो
जक्सन चोक 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 कहाँ हो सर हाँ भेडा आयो भेडा भेडा पैसा कमाउन गाह्रो छ यो पैसाले नाता जोड्छ पनि तोड्छ पनि नजिकको सम्बन्ध तोड्छ पनि टाढाको सम्बन्ध जोड्छ पनि पैसाले सबै थोक गर्छ पैसा छ भने सबै थोक छ पैसा छैन भने केही छैन पैसा छैन भने लाइफ बन्द अनि देख्न सक्नुहुन्छ हाम्रो यो तल्लो गलेङको भ्यू यो हाम्रो छोटो मिठो भ्यू देख्न सक्नुहुन्छ हाम्रो तल्लो गलेङबाट देखिने छोटो मिठो भ्यू हो यो देख्न सक्नुहुन्छ तपाईहरूले अनि यहाँ चाहिँ पहिला यस्तो देखिन्थेन अहिले चाहिँ गाउँ ठुलो ठुलो भएछ पुरै हरियो देखेछ पुरै समय हरियो देखेछ पुरै अनि यो घामको कारणले गर्दाखेरि माथिको बजारहरू देखेको छैन अनि त्यही हो अब म चाहिँ जानुपर्ने हुन्छ घर किनकि म चाहिँ अब जानुपर्ने हुन्छ घरतिर किनकि म बिहान नास्ता नखाइकन आएको थिएँ नि त त्यही भएर अब जानुपर्ने हुन्छ अनि त्यही हो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला पुरानो हुनुहुन्छ भने लाइक सेयर कमेन्ट गरिदिनु होला भन्न चाहन्छु अहिले चाहिँ यति नै हस् त धन्यवाद ब्याकअप